Oh shit. ला पिन्छ छ नि कतै खोलिएछ नि त हातहरु त त्यो हात चिसा भइराछ त हिँड्यो हिँड्यो गयो 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 मम्मी हामी पहिला जाने होला फाइनली हामी आइपुगेको छौँ आजको हाम्रो डेस्टिनेसनमा लक लाग्यो त छिरौँ त माया लामो पहिलोचोटि है हाम्रो पास्टरमा स्वागत छ सो हाम्रो चाहिँ रुम्दामा आएर यसो हातले मिलाएर भनी जाँदैछ पर्खे भने हैन हो उहाँले झुट बोल्दै हुनुहुन्छ मलाई आरोप लगाउँदै हुनुहुन्छ हैन उहाँ अलिक यस्तो नदेखाउनुस् है खुट्टा चाहिँ ए त लास्टमा त उत्रे हेलमेटले मात्र होला एउटाको टोपी अर्कोले हेलमेट बराबर आज यस्तो गर्नु क्या यस्तो गरेर टोपी बढाउँदै उसरी नयाँ त नि हाइट पावरमा यहाँ आउनु त किनभने उहाँले मलाई यताउता त्यसै तपाईँ अग्लो भइहाल्यो अग्लो हुनुहुन्छ ए ल दाइ भन्दा ल ल भिडियो बनाउनु पर्छ त्यसरी म भिडियो नि खै यहाँ ए तपाईकोमा बनाउनु न भरे सार्छ ए के पो बज्दैछौ श्रम संस्कृति पार्टी अन्त तपाईँले स्वागत छ हाम्रो पाहुना घरमा स्वागत छ ए धन्यवाद तपाईहरुलाई श्रम संस्कृति हिमाल यता 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 हिमाल वाह व्हाट अ नाइस कुम्भकर्णको भ्यू कुम्भकर्ण में फक्ताङलुङ में फक्ताङलुङ फक्ताङलुङ फक्ताङलुङको ट्याक्कै यस्तो फक्ताङ देखिरहेछ सगरमाथा देखिन्छ अब चाहिँ हामी एकछिन जाँदैछौँ पाहुना वेलकम टु पाहुना घर वेलकम गरेको नानीहरूले अहिले चाहिँ हामी यो पाहुना घर भन्ने जग्गामा पुग्यौँ अनि पाहुना घरमा आएर चाहिँ हाम्रो तृष्णा बहिनीले चाहिँ यस्तो मिठो अर्ग्यानिक खानेकुरा बनाइदिनु भएको छ यस्तो देख्न सक्नुहुन्छ अनि यहाँ हुनुहुन्छ हाम्रो नरेन्द्र सर टेस्ट गर्नु पर्यो है हेर्नु भएको छैन आम्मा यो चाहिँ म हो है यस्तो पो छु त म त कस्तै अलिकति बाङ्गो छ त नि होइन ठिकै होला माउन्ट राखेको लाग्दा ठिकै त भयो जस्तो लाग्यो यस्तो छ है गयो भने चाहिँ नि त्यो रेट घट्छ त्यतिको त त्यो गर्नु सक्दैन नि त मान्छेले कन्सिस्टेन्सी चाहियो कन्सिस्टेन्सी सँगसँगै मान्छेले क्रिएटिभिटी चाहियो त त्यो लिम्बू भाषाबाट प्रेङ हान्नुहुन्न लास्टमा मात्र नरेन्द्र लिम्बू लिम्बू भाषाको धेरै उयो गर्दै हुन्छ ल अब हामी खाजा खाएर यहाँ आउँदा चाहिँ एउटा सबभन्दा राम्रो कुरा चाहिँ के भन्दाखेरि एकदम अर्ग्यानिक खानाहरू पाइन्छ कि यहाँ अनि जुन हाम्रो नानाले बनाइदिनु भएको हुन्थ्यो फापरको रोटी माइक छ नि त माइक माइक चाहिँ भित्रबाट एउटा यतै ए म त त्यही भएर यति त फिट गर्नै पऱ्यो नि यति नगरी त अनि तर म त कता कट्टु लाउँदै हिँड्नुपर्ने बेला भयो त ल अब लुगा लगाएर यहाँदेखि बाटो धुलै धुलो छ कि नाटक बढी होइन अब धुलो छ नि त बाटो त्यही भएर जाडो पनि छ डबल लगाइराखेको हजुर कसको मेरो भन्नुभएको 7-7 छ
लाग्यो ल हुन्छ हे भगवान Skittume. ल ल नाना गयौँ है बाई बाई छ बजे हामी यहाँनिर खाजा नास्ता खाएर अब हामी हाम्रो गन्तव्यतिर लागिरहेका छौँ अब हामी नन स्टप यात्रा छ हाम्रो फेरि कम्ता लामो यात्रा छैन त्यही माथि अफ रोड हामी अर्को ठाउँबाट जाँदैछौँ उता कन्याम हुँदै जाँदैनौँ हामी यतापट्टि राखी अलिक पर हुँदै तलबाट जान्छौँ हामी औषध यस्तो के भन्छ सिट परिरहेको छ सिटले चिप्लेछ नि हौ कसरी चिप्ल्यो थोड़ा गाडी पानीमा छ ठ्याक्कै त्यो गाडी पानी त चिप्ल्यो नि धकिन अब यति चिप्लो रहेछ अनि हामी कसरी चिप्लो न चिप्लो छ यो मेरो जुत्ता पुरै शीत होला नि त यो होइन मेरो जुत्ता त साह्रै चिप्लो त नि त्यही त हिलो ए के भन्छ सिट के चाहिँ भएन तपाईँलाई भित्र ठोकेन ठोक्यो नि अलिअलि त हौ ला पिन्छ छ नि कतै खोलिएछ नि त हात हेरौँ त त्यो हात भन्न के पर्दैन होइन के भन्नु उहाँ हेर्नु न अनि अरे चिप्लो रहेछ पुरा बेसरी ए पुरै यो शीतल हेर्नु यहाँ हो त्यही त चिप्लो छ क्या हेर्नु नि जास्ती चिप्लो छ क्या त्यही त भनेको चिप्लो पुरा जमिरहेछ क्या यहाँनिर ए यस्तो सिसा भइरहेछ नि बाटोमा छौँ क्या चिप्लो क्या केही त भएन नि गाडी चिप्लेर अनि ढल्किनु भयो क्या अनि यस्तो जग्गामा चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँहरू ट्राभल गर्दाखेरि चाहिँ यसो जहीँ पनि अलिकति सेफ छ नि यस्तो जग्गा देख्नुहुन्छ यस्तो चिप्लो छ नि हेर्नु त यो चाहिँ हेर्नु न हेर्नु नि यहाँ चाहिँ ए यो कम्प्लिट यो जग्गाहरू चाहिँ यस्तो यो भुइँमा चाहिँ यसरी बिछेको हुन्छ यस्तो चिप्लो हुन्छ कि भएर हिँड्नु होला म यस्तो पुरा यहाँनिर चिसा भइरहेको छ त हामी त कसरी चिप्लेनौँ पुरा यहाँनिर जमिरहेको रहेछ गाडी चाहिँ यस्तो चिप्लो छ बिस्तारै बिस्तारै के हो क्या यो यता माथि पुरा सबै जमिरहेको छ त यत्रो जमेर होइन चिसा भइरहेछ नि पानी त तपाईँहरू पनि ख्याल गरेर हिँड्नु होला अहिले चिसो छ लास्टै नि म पनि त तर्सेँ धन्न त्यही त के लास्टमा चाहिँ के हुन्छ त बाटोमा अरे निस्किनु त माथिसम्म सेल्फ त्यो एकचोटि लडेपछि त्यो हुन्छ कि खान्न
मोमो चिप्लो चाहिँ चिप्लो हो क्या यो सिटमा त आम्मामामामा बाटो यस्तो चिप्लो त्यहाँबाट चिसो टाइममा पुरा जमेर चाहिँ पुरा चिप्लो भएर तपाईँहरू पनि ट्राभल गर्नु यदि ट्राभल गरिराख्नुभएको भने भने बाइकमा एउटा साथीसँगले हिँड्नु होला कस्तो राम्रो ठाउँ के अब यो ठाउँ चाहिँ कति धेरै नै वाक्क लाग्दैन यो ठाउँ चाहिँ कस्तो राम्रो छ पहिला यो बोल्छु गाउँ भन्दैन जाडा चाहिँ मलाई साह्रै राम्रो लाग्छ त्यो सबै जाडा मेरो तलतिर चाहिँ त्यो गएको छ माथि माथि त्यो हेर्नु पनि परिरहेको यो त परेन होला नि त सिट चाहिँ पुरा परिरहेको छ उता गएको डाँडातिर छ परेको यो पनि त पऱ्यो कि यो यहाँ चाहिँ बाटो यो एरिया पनि पर्छ समुद्र सफाबाट कति हजारको उचाइमा पुग्यो त्यो माक्स रवि हुँदै गइन्छ रवि हुँदै गइन्छ ल लास्टमा त बाटो त यस्तो हामी आज लिइसकेको छौँ राखे बजारमा अब हामी राजसब्जी तलको मोड्नुपर्ने हुन्छ अवस्था चाहिँ यस्तो छ यहाँ यो साइड हामी जान्छौँ अहिले पुरै बाटो हिँडेको त पाउनु पर्छ यो ठाउँ चाहिँ यो बाटो हामी हिँड्दै गरेको तर कम्ती त्यो अप्ठ्यारो छ यो बाटो चाहिँ अब त्यस्तो गोब्रो थिएन त्यतिखेर ए अँ नि कन्टेन्टै फाल्टै हुन्थ्यो नि त्यहाँनिर कस्तो दामी क्या यो डाँडै डाँडा यहाँदेखि यस्तो होला होइन वाउ तल स्कुल होला त्यो तल देखिएको अब त्यस्तो राम्रो ठाउँ गइन्छ त्यस्तो डाँडै डाँडा डाँडै डाँडा डाँडै डाँडा डाँडै डाँडा एक त रोमास्टो हुन्छ बजाउने होला नि त धन्यवाद तर पनि ओके बाटो त जान्न होला आइस नि त बाटो त यहाँ चाहिँ पिच हुने कार्यक्रम हुँदो रहेछ जानुहोस् अब बाटो यहीबाट तर्नुपर्ने भयो भेरी गुड नाइस नाउ इट्स योर टर्न नाउ नियनको टर्न आइसकेको छ यहाँनिर गाइज एज यु क्यान सी हियर हिँड्यो हिँड्यो गयो 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 द्याट्स ग्रेट बाटोमा आउने क्रममा यहाँनिर एउटा विद्यालयमा राष्ट्रपति रनसिप हुँदै रहेछ देख्न सक्नुहुन्छ तपाईँले अहिले विभिन्न ठाउँमा यसरी राष्ट्रपति रनसिप भइरहेको छ तपाईँले भव्यले हुँदैछ नि त पल्लोपट्टि ग्राउन्ड छ ग्राउन्डमा चाहिँ रनिङहरू हुँदो रहेछ
यस्तै छ बाटोको हालत गर्ने भने चाहिँ फेरि यस्तो छ कि धुलो धुलो यता तलपट्टि आमामा सो यतापट्टि राष्ट्रपति रनसिल हुँदो रहेछ बाटोको हालत चाहिँ पापा छ्याट यहाँनिर चाहिँ राष्ट्रपति रनसिल भएर आएको थियो हामी पनि पहिला स्कुल पढ्दाखेरि राष्ट्रपति रनसिल गइन्थ्यो को जानुभएको हुनुहुन्थ्यो तपाईँहरू पनि अझै याद होला बाटोको हालतै यस्तो छ त नि पापु खालको छ बाटोको हालतको कुरा गर्नु पर्दाखेरि चाहिँ यस्तो छ बाटोको हालत अनि अब फेरि म स्कुल पढ्छु भनेर पढ्नु नपाइने होइन अब त्यो दिनहरू हुन्छ नि त्यो एउटा टाइम नेभर स्टप टाइम गोज भन्ने एउटा सायरी छ नि त्यो जस्तै हो एउटा भनाइ अनि समयले चाहिँ पर्खिँदैन अरे समयसँग चल्नु पर्छ अरे त्यस्तै अब यो देख्दाखेरि उहिलेको याद आउँछ जुन बेला हामी स्कुलबाट गइन्थ्यो राष्ट्रपति रनसिल खेल्नको लागि म चाहिँ केबाट गएको थिएँ भन्दाखेरि रनिङबाट पनि गएको थिएँ अनि हाम्रो कबड्डी हुन्थ्यो कबड्डी र एक्चुअली फुटबलबाट पनि गएको थिएँ म यस्तो छ बाटोको हालत चाहिँ अब यहाँदेखि लगभग 25 किलोमिटर जति होला जता दमक निस्किनु तर पनि बाटो यस्तो अफरोड छ त्यही भएर अलिक टाइम लाग्छ यो त नर्मल माथितिर त धुलो त यस्तो यहाँ अगाडि हेरौँ त धुलो उडाएको पापु म त सक्दिनँ होला नि भनेको जस्तो भयो म त नि पापु खालको बाटोमा हिँड्दैछु पनि हामी त अनि पापु धुलो चाहिँ के हो नि बाबा निन्द्रा लाग्यो तपाईँलाई लाग्छ यस्तो धुलोमा निन्द्रा त यस्तो धुलोमा चाहिँ खतरा निन्द्रा लाग्छ अरे नि त यता म्याक्सिमम किराँतीहरू मात्र छ कि क्या हो हे बोय पापु मम्मी हामी पहिला जाने होला इरिटेट लाग्दाखेरि हरन बजाएर साइड दियो इरिटेट लाग्दाखेरि हरन बजाएर साइड दियो नि त्यहाँ त खाप्पु नि त्यस्तो बाटो भए त यस्तो छ बाटोहरू अनि तपाईँको सर्टकट बाटोले त नि आगो नि धुलो चाहिँ तर खाइयो कि अरू जे भए पनि तर छिटो पुगिन्छ यहाँ यो बाटो धेरै छिटो पुगिने रहेछ होइन यो बाटो धेरै छिटो पुगिने रहेछ दमक छिटो भएन यहाँदेखि फाइनली हामी दमक छिरिसक्यौँ हामी डेस्टिनेसन जिल्लामा अब अझै हामी आधी घन्टा जति लाग्छ होला त्यहाँदेखि के गर्छ
यो कहाँ पार गर्नु सो फाइनली हामी आइपुगेको छौँ आजको हाम्रो डेस्टिनेसनमा अनि हामी यतिखेर खरायो कटेजको बाहिर उभिरहेको छौँ इन्ट्री गेट चाहिँ यही रहेको छ है